आराम हुनुहुन्छ हजुर? ठिक छु। म युवराज सफल बोल्दैछु हजुर। भन्नुहोस् न। हजुरलाई सानो एउटा गुनासो आयो म कहाँ होइन? भन्नुहोस् त। त्यो सिस्टम 13 प्राविधिक समूह जो छ नि 66-11 उसमा चाहिँ भर्ना भएको यिनीहरूको चाहिँ तपाईँको लक्ष्य चाहिँ यहाँको हसै बनाउने रहेछ। अनि तपाईँको काम हेर्दाखेरि हलदार पनि नहुने अवस्था देखियो होइन? उहाँहरूको लागि चाहिँ के गर्दै हुनुहुन्छ त? ठुल्ठुलालाई त तपाईँहरूले गरिहाल्नुहुन्छ। तपाईँ बढी नबोल्नुहोस्, यो सङ्गठनको कुरालाई त्यसरी भन्ने होइन। तपाईँ आउनुहोस् अनि कुरा गर्नुलाई। होइन, किन बढी? मेरो अधिकार छैन र? तपाईँ अधिकार छ कि हजुर। तपाईँले त्यो आदेश त्यसरी गर्ने होइन नि। होइन हजुर, कुरा अब असै बनाउन सक्ने नसक्ने तपाईँलाई थाहा हुन्छ। होइन, बुझ्न त पाइन्छ नि त, मेरो राइट होइन र? सुरक्षाकर्मी त हाम्रो लागि हो नि त। यसलाई के पर्यो भने भन्नुहोस् न। होइन, त्यही भने के गर्ने त भन्नु न त ल त्यसको बारेमा। त्यसलाई अप्ठ्यारो परेको छ नि, म मिलाउँछु। अनि ठिक छ, त्यो मैले समग्रमा भने कुनै एउटा व्यक्ति विशेषको कुरै होइन नि हो त। तपाईँको सङ्गठन हो, सङ्गठनको नीति अनुसार सबैको हुन्छ। व्यक्ति विशेषलाई पावर लाउने, व्यक्तिलाई गर भन्ने त्यो हाम्रो भित्र पर्दैन। तर तपाईँ ठुल्ठुला पोस्टका मान्छे चाहिँ भ्याटबाट गरिरहेको छ। होइन, सत्य कुरा हो नि, प्रमाणै मसँग छ नि आइज साहब। जस्तै अहिले हाम्रो एकजना अरियालजी गृहमन्त्रीजीको चाहिँ दाइलाई के गर्नुभयो?